म त्यही सोसाइटीमा बिलङ गर्छु जुन सोसाइटीले चाहिँ रेडियो नेपालको चौतारी सुन्छ, शनिबारको दिन गीती नाटक सुन्छ। त्यही गोपाल योन्जन नारायण गोपालको गीतहरू रेडियो नेपालबाट सुनेर अगाडि बढ्छ। 16 वर्षमा छोरीको बिहे हुन्छ। 4-5 क्लासदेखि नै म दाईको किताबहरू पढ्थेँ। म त्यही सोसाइटीमा बिलङ गर्छु जुन सोसाइटीले चाहिँ तामाङ परिवारलाई पनि पानी थाप्दाखेरि छोइएला है भनेर भन्नुहुन्थ्यो। मेरो एउटा मात्रै अप्सन थियो, म किताब पढ्थेँ दाईको। तपाईको रुचि साहित्यमा पनि छ? साहित्यमा सायद भए। हजुर। के सुनाउनुहुन्छ त आज हामीलाई? सानो हरफ गजल कोसिस गर्छु। एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, फूल पाती दियो भेटी मूर्ति बिना खाली रहेछौ, मूर्ति बिना खाली रहेछौ, रगत सबै रित्याएर तिम्रै नाम लेखे पनि बर्खायाममा ओसिएर मक्किएको पाली रहेछौ, 16,000 गोपिनीको कृष्ण मालिक भए जस्तै, सत्ययुगको राम जस्तै कलियुगको जाली रहेछौ, कलियुगको जाली रहेछौ।